ल है तपाईहरुलाई म माथि उहाँहरुसँगै सँगै जान्छौँ। यहाँ चाहिँ हेर्नुस् त झरनाको यस्तो चाहिँ छ कि दृश्य हैन, यस्तो बवाल छ कि यहाँबाट माथि गइसकेपछि मन्दिर जान्छ हैन, मन्दिर गइसकेपछि ट्याक्कै लाएर यहाँबाट तलै हेर्नुस् झरना यस्तो छ। यहाँ चाहिँ पौडी पनि खेल्छन् हैन, पौडी खेल्ने यताउता गर्ने हैन सबै चाहिँ हुन्छ। तर बवाल राम्रो छ, तपाईलाई म देखाउन चाहन्छु। यहाँबाट भित्र गइसकेपछि मन्दिर भेटिन्छ है, मन्दिरमा तपाईलाई ठ्याक्कै मन्दिर जाने बाटो पनि कस्तो राम्रो बनाएको छ है। मन्दिर जाने बाटो पनि राम्रो, अनि यहाँबाट यताको साइड देख्दा झनै राम्रो कि टक्क खसेको है। तर हामी नेपालमा धेरै झरनाहरू छन्, यस्तो झरनाहरू छन् कि जुन सोच्नै नसक्ने झरनाहरू चाहिँ यहाँ भेटिन्छ कि नेपालमा, जुन तपाईँ हामीले सोच्नै सक्दैनौँ। यो बाटो चाहिँ फेरि माथि झरना जानलाई, त्यहाँ भित्रपट्टि मन्दिर जानलाई पनि त्यस्तो बनाइदिएको छ कि म तपाईँलाई यो रेलिङहरू राखेर भित्रपट्टि जानेछ। त्यसभित्र फेरि यस्तो डर लाग्ने ठाउँहरू छ। ल हेर्नुहोस्, म धेरै हाइटमा आएको छु। यहाँबाट तपाईँले यहाँ भित्रपट्टि है यहाँबाट चाहिँ यो खस्यो भने सक्छु कि यो खस्यो भने यो चाहिँ गलकोट नगरपालिकाको भन्दा नि ताराखोला गाउँपालिका अन्तर्गत पर्छ। यो बागलुङ जिल्लामा पर्छ। यहाँबाट यति चाहिँ ओहो त्यहाँभित्र चाहिँ उडेछ नि। ल पूजासुजा गर्ने गर्छन् है तिनले चाहिँ। आहा यहाँ माथि हाम्रो धारबाट गइरहेछ नि। ल पानी चाहिँ धारबाट गइरहेछ। एउटा पर्यटकीय क्षेत्र यो वास्तवमा स्थानीय सरकारले पनि यसलाई निकै चाहिँ संरक्षण गरेको देखियो। यहाँनिर यो भित्री गुफामा आइपुगेका छौँ। यतिखेर हामी विशेष संयोगले हाम्रो यो टिम रुकुम पूर्वको पुठा उत्तरङ्गा भुमे गाउँपालिकाको टिम आउँदै गर्दाखेरि यो ताराखोला गाउँपालिका जाने बाटो नजिकै पर्ने यो गाईघाट झरनामा एकचोटि रमेर आउनु त भनेर जुन खालको आइयो। यहाँको यो अत्यन्तै रौनकता, यहाँको प्राकृतिक दृश्यावलोकन सबै कुराले हामी सबैको मनमुटुलाई भावुक बनायो। पक्कै पनि यहाँको स्थानीय सरकार, सबै सरकार निकायहरूलाई विशेष धन्यवाद। र यसरी पत्रकार मित्रहरूले जुन यहाँको प्राकृतिक सौन्दर्यतालाई सबैको माझमा पुर्याउनु भएको छ, पत्रकार मित्रहरूलाई पनि विशेष गरी धन्यवाद दिन चाहन्छु। बाबरे यहाँ हेर्नु न हेलो रमाइलो छ हैन। हेलो यहाँबाट म चाहिँ अब तल झर्छु। तल झरिसकेपछि म तलको दृश्यहरूबाट अवलोकन गरेर तपाईँहरूलाई चाहिँ विशेष गर्छु। यहाँ साथीहरू चाहिँ आफ्नो आउने जाने क्रम चाहिँ जारी राख्नु भएको छ। यो गाईघाट भनेर म पहिला सुनेको थिएँ, तर यो ठाउँमा आएको थिएन। बागलुङमा छ भन्थे, तर यो कुरामा चाहिँ आउनै पर्ने ठाउँ चाहिँ रहेछ। ए बवाल जानु न, एकदम बवाल। ल हामी अहिले रुकुम पूर्वको टिम चाहिँ यहाँ आएको छ। यो कस्तो लाग्यो यो टिमलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। गाईघाटको झरना मेरो ब्याकग्राउन्डमा चाहिँ तपाईँ देखिराख्नु भएको छ। गाईघाट झरना चाहिँ यो हो है। ल यो भिडियो चाहिँ तपाईँले सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो। मलाई यदि नाङ्गो आँखाबाट हेर्दै हुनुहुन्छ भने नाङ्गो आँखा फलो गरिदिनु होला।
शिखर मौसमबाट हेर्नुहुन्छ भने शिखर मौसमलाई फलो गर्नु होला र शिखर मौसम युट्युब च्यानल हेर्दै हुनुहुन्छ भने सेयर गरिदिनु होला है त। ल